प्रतिशोध र त्यो राजनीतिक मुद्दा अझै पनि अदालतले नै त्यसलाई चाहिँ सदर गर्दै जाने हो कि यो अहिलेको सरकारले यो मुद्दा फिर्ता लिने हो, के गर्ने हो, म एकदम हेरिराखेको छु, मैले क्लोजली हेरिराखेको छु। र म जस्तो स्वतन्त्र नागरिकहरूलाई है, म जस्ता 2 करोड स्वतन्त्र नागरिकहरूलाई यो सत्ताले, यो पुरानो सत्ताले रवि लामिछानेको प्रचार गर्न बाध्य नबनाओस् क्या, रवि लामिछानेको प्रचार गर्न बाध्य नबनाओस्। म त्यो नहोस् भन्ने चाहन्छु र रवि लामिछाने छुटेर उहाँले आफ्नो पार्टीको प्रचार आफै गर्नुहोस्। म शुभकामना दिन चाहन्छु है, शुभकामना दिन। उहाँको पार्टीको प्रचार आफै, अब उहाँलाई थुनिदिने अनि हामी प्रचार गर्न जानु परेन उहाँको? सबै पार्टीका नेताहरूले अझै अङ्कमाल गर्दै है, ह्यान्डसेक गर्दै, वा एकीकरण, मलाई केही नो टेन्सन। पुराना पार्टीहरूको त मलाई मतलबै छैन। 64 साल पछाडि मैले कुनै पार्टीलाई भोट पनि हालेको छैन। सुन्नुहोस् न उमेश कमरेड, अब यही छ तपाईँको कमजोरी, तपाईँ सुन्नै सक्नुहुन्न। होइन तपाईँ अघि बोल्नुहुन्थ्यो, हामी टिप्पो लाएर सुन्नुपर्ने, अनि हामी बोल्ने बेला तपाईँ आफू माइक म्युट गरेर बस्नुहोस् है। उमेश कमरेड, तपाईँ आफू आफ्नो माइक म्युट गरेर बस्नुहोस्। ठिक छ, थ्याङ्क यू अजय सर। यस्तो मान्छेहरूलाई उहाँले अघि 2 घन्टा बोल्नुहुन्थ्यो चाहिँ हामीले सुन्नुपर्ने है, हामीले सुनिराख्नु पर्ने, अनि हामी बोल्दाखेरि उहाँले सुन्न नसक्ने। मैले कहाँनिर जोड्न खोजेको थिएँ भने रवि लामिछानेलाई, एउटा पार्टीको सभापतिलाई झुट्टा मुद्दा लगाएर पुरानो सत्ताले आफ्नो पावर मिसयुज गरेर उहाँलाई राजनीतिक बन्दी बनाएको छ क्या। उहाँको सांसद पद खाइदिएको हो, चितवनका जनप्रतिनिधिहरूको अधिकार खाइदिएको हो। रवि लामिछानेको व्यक्तिगत अधिकारको सवालै छैन यहाँ। रवि लामिछानेको पर्सनल कुरै भएन क्या, यो जनप्रतिनिधि हो। उहाँ चाहिँ चितवनका नागरिकहरूले अत्यधिक मत दिएर पठाएको, अनि नेपालभरिबाट 14 लाख नागरिकहरूले मत दिएर पठाएको, 40 लाख नेपाली नागरिकले हस्ताक्षर गरेको, र उस्तै परे आगामी फागुन 21 को निर्वाचनमा 1 करोड नेपाली जनताले समानुपातिक मत दिने पार्टी हो। के चान्चुने सोचिराखेको? अनि मैले कहाँनिर जोड्दै थिएँ भने यदि रवि लामिछानेलाई पुरानो सत्ताले, त्यो त अझै पनि कायम छ, सरकार र संसद मात्रै गएको छ, न्यायालयमा बाँकी छ, प्रहरीमा बाँकी छ, कर्मचारी तन्त्रमा बाँकी छ, इभन नेपाली सेनामा समेत घुसेको छ। एउटा दल नेपाली सेनाभित्र पनि घुसेको छ। मैले घुसेको छ भन्दैछु, त्यो चाहिँ एकदम घुसेको छ। शान्ति प्रक्रिया मार्फत झुक्क्याएर है, अहिले हामी बुझ्दैछौँ क्या, कसरी बुझ्दैछौँ भने कसरी सत्ता कब्जा गर्ने प्रयास गरिदो रहेछ त। अघि सुन्यो नि, मतपत्र टोकेर निलेर भए पनि गर्न, ओहो छोड्नुहोस्, ती सपना देख्न बन्द गर्नुहोस्। मतपत्र टोकेर कसले गर्दैन? चुनाव जितेर गयो भने गएकाहरूले कसले गर्दैन? गर्न चाहने इच्छा शक्ति भएकोले, बालेनले गर्नु भएन, हर्कले गर्नु भएन, गोपीले गर्नु भएन, चुनाव जितेर गएका कति चाहिँ उम्मेदवारहरूले गर्नु भएको छैन? त्यहाँ चाहिँ एउटा प्रचण्डको छोरीलाई मात्रै जिताउनु पर्ने जरुरी थियो देशमा? मतपत्र च्यातेर टोकेर निलेर? म त्यतातिर जान चाहन्न, किनकि क्वेसन अघि नै साथीहरूले गरिसक्नु भएको छ। म कहाँनिर फोकस गर्न चाहन्छु भने यदि रवि लामिछानेको झुट्टा मुद्दा यो सरकारले फिर्ता गर्दैन, अदालतले नै न्याय निरूपण गर्ने विषय हो भनेर अदालतकै थ्रुबाट फेरि चाहिँ त्यो फसाउने खेल खेलिन्छ भने मैले अघि नै भनिसकेँ, उहाँलाई नछोड्ने हो भने 2 करोड नेपाली जनता जान्छ क्या उहाँको प्रचारमा। के चान्चुने कुरा, खेलवाड सोचिराखेको हो यो खेलवाड हो यो। नेपाली जनताले 7 सालदेखि क्रान्ति गरिरहेछ नेपाली जनताले भनेर भन्ने, अनि यसमा चाहिँ नेपाली जनताले क्रान्ति गर्दैन जस्तो लागेछ। नेपाली नागरिकको मताधिकार प्रयोग गरेर निर्वाचित जनप्रतिनिधिलाई, त्यो पनि 2 पटक अत्यधिक बहुमतले, देशभरिको कम्पेयर गर्दाखेरि अत्यधिक बहुमतले निर्वाचित एकजना इमान्दार, देशको लागि काम गरेको, हरेक सिधा कुरा जनतासँग होस्, या गृहमन्त्री रहँदा होस्, या प्रतिपक्षमै एउटा चौथो ठुलो दलको, संसदीय दलको नेता भएर काम गर्दाखेरि होस्, उहाँले गरेका कामहरूकै आधारमा मैले भने त 64 सालमा जुन शक्तिलाई सबभन्दा ठुलो शक्ति बनाउने काम गर्यो नि, त्यही शक्ति मध्ये एउटा सानो अंश थियौँ हामीहरू पनि। तर कहाँ गयो त 64 सालको शक्ति? कहाँ गयो के 64 सालको शक्ति? अनि धम्क्याउने, आफ्नो नेताको सम्पत्ति छानबिन हुन लाग्यो भनेपछि धम्क्याउने, त्योभन्दा अर्को काम छैन? धम्की भन्दा अर्को काम छैन? धम्क्याउन बन्द गरौँ।
हामी नेपाली जनतालाई धम्क्याउन बन्द गरौँ। कमेन्ट छ हेलो हेलो यहाँ मलाई झार्ने काम नगर्नु हामीले धम्क्याउ यो जे भन्दा पनि हुन्छ अफवाह फैलाउने काम नगर्नु हामीले धम्क्या तपाईहरुले त अदालतको न्यायाधीश कुट्नु भएको छ हौ ए झोले नै होस् तपाईहरु झोले नै हो न्यायाधीश कुटेको हामीले न्यायाधीश कुटेकै हो होइन नि होइन ए भाइ झार्ने काम नगर्नु एकछिन हेलो 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 ल अब यहाँ अनुशासन अलिकति हुन्छ उनीहरुले चाहिँ यहाँ उनीहरुले चाहिँ जे बोल्नु हुन्छ तपाईलाई यो लास्ट वार्निङ है नभए तपाईलाई झारिन्छ तल एकदम सही हेर्नुस् सभ्य भएर बोल्नुस् हैन तर्कमा बसेर बोल्नुस् हैन अनि मात्रै हुन्छ यो चाहिँ जथाभावी तपाईले अरूलाई तिमी सिमी पनि भन्नुहुन्छ अलि बेला बेला मैले सुनिरहेको छु तपाईलाई हामीले पहिला नै वार्निङ गरेको छ राम्रो बोल्नुहुन्छ ठिक छ आफ्नो तर्क चाहिँ मिलाएर तपाईले राख्नु होला यो ढंगले चाहिँ जे भन्दा नि हुन्छ नि उहाँहरुले न्यायाधीश कुटेको होइन भन्छ त तपाई राजनीति गर्न समाजमा अचम्म लाग्छ यार तपाईलाई आलोचना गर्दैन तपाईलाई भन्दैन तपाईको दोष छैन र अहिलेसम्मको परिस्थिति आउनलाई भनिहाल्छ नि त त्यो कुरा त स्वीकार्ने हो नि त आलोचना गर्दैन गर्छ नि जनताले छोड्छ सुन्नुपर्छ अनि रवि लामी छानेलाई किन रवि लामी छान्नु भएन भनेर चाहिँ त्यतापट्टि बस गर्नु न निमेशजी त्यतापट्टि बस गरौँ न किन चाहिँ उहाँले चाहिँ किन उहाँको मुद्दा छानबिन भएन जहिले किन चाहिँ पहिला कुरा उमेश सर कमरेड उमेश त्यतापट्टि जाउँ कमरेड उमेश हैन कमरेड उमेश कमरेड भनेको कमरेडको अर्थ साथी हो मैले अघिबाट यहाँ गरे म 1 घण्टा 1.5 घण्टा भइसक्यो म बसेको हैन मैले सुबोलाई पहिला यसो गरौँ पहिला निमेशजीको म सक्छु एकदम ल डायमन्ड सर कम्प्लिट हुन दिनेश सर कमरेड उमेश अर्थात कमरेडको अर्थ साथी है त साथी उमेश एकैछिन धैर्य गरेर सुनिदिनु होला तपाईले जे भन्नुभयो नि म त्यता जाँदैन के मेरो अन्डरस्ट्यान्डिङ नै त्यो छैन किन छानबिन किन न्याय निरूपण किन मेरो अन्डरस्ट्यान्डिङ नै त्यो छैन मेरो अन्डरस्ट्यान्डिङ हिजोको संसदले हिजोको सरकारले सृजना गरेको झुट्टा मुद्दा हो राजनीतिक प्रतिशोध साधेर सृजना गरेको झुट्टा मुद्दा हो जसको कुनै लिगल ग्राउन्ड नै छैन जसको कुनै कानुनी आधार नै छैन त्यस्तो मुद्दा अदालतले न्याय निरूपण गर्ने विषय नै होइन त्यो संसद त्यो सरकार जसले त्यो मुद्दा सृजना गर्यो एउटा कुनै पीडित नागरिकले सृजना गरेको मुद्दा भए पो त्यहाँ नागरिकलाई न्याय दिउँ छानबिन गरौँ भन्न हुन्थ्यो त्यो त विगत सरकारले विगत संसदले प्रतिशोध साधेर रवि लामिछानेको राजनीतिक अधिकार खाइदिनको लागि रवि लामिछानेलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गराउनको लागि र त्यही बहानामा रवि लामिछानेको पार्टीलाई समेत आक्रमण गर्ने गरी सिर्जना गरिएको राजनीतिक मुद्दा थियो जब त्यो राजनीतिक मुद्दा हिजोको संसद र हिजोको सरकारले सिर्जना गरेको त्यो संसद र त्यो सरकार गइसकेपछि यो रवि लामिछानेको मुद्दा कसले बोक्ने हो क्या कसले बोक्ने हो रवि लामिछानेको मुद्दा मेरो प्रश्न त्यहाँ हो मेरो प्रश्न छानबिन किन भएन मेरो सवालै छैन छानबिन किन भएन मेरो प्रश्न होइन त्यो मेरो प्रश्न हिजोको संसद र हिजोको सरकारले पो बोक्या थियो रवि लामिछानेलाई थुन्नको लागि ताकि ऊ बाहिर आयो भने उसले सबलाई थुन्छ हैन हामी सबै थुनिनु भन्दा त उसलाई थुन्दियौ टन्टै खतम त्यही होइन नेपाली कांग्रेसका नेताहरूले भनेको त्यही होइन नेकपा एमालेका नेताहरूले त्यही भनेको होइन अनि त्यो 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 कुरा गर्दै गर्दाखेरि चुप लागेर पर्दा पछाडिबाट साथ दिएका प्रचण्डहरू होइनन् यो हामीलाई थाहा छ के उमेश कमरेड साथी ध्यान दिएर सुन्नु एकैछिन ध्यान दिएर सुन्नु तपाईँ फेरि बिचैमा बोल्न थाल्नुहुन्छ मेरो लाइन रवि लामिछानेको मुद्दा किन छानबिन भएन रवि लामिछानेको मुद्दा किन फैसला भएन रवि लामिछानेको मुद्दा बेन्चले के गर्यो मेरो लाइन त्यो होइन मेरो लाइन रवि लामिछानेको मुद्दा झुट्टा मुद्दा हो रवि लामिछानेको मुद्दा हिजो राजनीतिक प्रतिशोध साँचेर सिर्जना गरिएको लिगल ग्राउन्ड नभएको मुद्दा हो किनभने त्यसको लिगल ग्राउन्ड भएको भए त त्यो मुद्दा फैसला भइसक्थ्यो न्यायाधीशहरूलाई निल्नु न ओकेल्नु भएको छ न्यायाधीशहरूले अब तपाईले भन्नुभयो न्यायाधीशलाई मलाई क्वेसन गर्नुहोस् मेरो हिस्ट्री अध्ययन गर्नुहोस् र मलाई क्वेसन गर्नुहोस् पहिला मैले कुन चाहिँ न्यायाधीशलाई कहाँ गएर आक्रमण गरेको थिएँ मलाई क्वेसन गर्नुहोस् रासपाले के गर्यो मलाई थाहा छैन रासपाले के गर्यो मलाई थाहा छैन त्यो म रासपाको प्रवक्ता पनि होइन म रासपाको जिम्मेवार व्यक्ति पनि होइन म एउटा नागरिक हो म यो देशको नागरिक हो र म यो देशको नागरिकले रवि लामिछानेमाथि एकछिन माइक म्युट गर्नुहोस् सुनेर बस्दिने एकछिन माइक म्युट गर्नुहोस् सभ्यमै गर्ने हो म सभ्यमै गर्छु कि होइन उहाँले भन्नुभयो कि रवि लामिछानेलाई झुटै मुद्दा अनि के यो नेपालमा भएको सब
अनि 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 अब रवि लामी छानेले सबै नयाँ ल्याउने हो न्यायाधीश सबै झुटै मुद्दा लाएको हो त अहिले नयाँ आएको सरकारले किन छानबिन गरेन त हिमेशजी तपाईँसँग निमेशजी यसको एन्सर छ किन यसरी अफवाह फैलाउनु म आउँदै थिएँ म त्यही कुरामा आउँदैछु कमरेड उमेश म त्यही कुरामा आउँदैछु मेरो क्वेसन तपाईँहरूले देशलाई नि भगवान कसम भन्छु तपाईँहरूले यो देश हाम्रो पनि हो सकेरै छोड्नु हुने रहेछ बधाई छ नेपाल भन्ने सायद हामीले नेपाल भन्ने शब्द अब सुन्न पाइँदैन होला क्या यसरी चाहिँ अफवाह फैलाउनु हुन्छ कि तपाईँहरू अब यत्रो यो देशको न्यायाधीश सबै चाहिँ अब रवि लामी छैन आयो भने सबै यो न्यायाधीश फालिदिने हो त सबै नयाँ आउने हो भनेपछि यो नयाँ सरकार पनि यो नागरिक सरकार हो भने चाहिँ यसलाई फालिहालौँ न अब आन्दोलनमा गइहालौँ है हिमेशजी सबै त कामै नलाग्ने रहेछ त त्यसमा माओवादीले पनि समर्थन गरेको है तपाईँहरूको लागि यति ज्यान दिएर बोलो माओवादीले हुन त तपाईँहरू गुण गर्ने मान्छे होइन क्या तपाईँहरू त नि बगालीमा राम पछाडि नमस्ते यो एउटा